हेलो 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 नमस्कार नमस्कार यहाँलाई धेरै समयको अन्तरालपछि हार्दिक स्वागत छ मेरो यो युट्युब च्यानल मार्फत तपाईँलाई नमस्कार गर्ने मैले अवसर पाएँ। आज मिति 2082 साल फागुन महिनाको 3 गते महाशिवरात्रि आज त्यसै विशेष अथवा महाशिवरात्रि विशेष भ्लग आजको रहेको छ, भिडियो रहेको छ। तपाईँलाई महाशिवरात्रिको हार्दिक शुभकामना। भगवान् पशुपतिनाथ अथवा भगवान् शिवजीले यहाँलाई सदैव राम्रो गरिदिनुहोस्, सदैव यहाँको जिन्दगीमा राम्रो मात्र भइरहोस्, यही कामना गर्दछु। आजको यो भिडियो पनि शिवरात्रि विशेष नै रहेको छ। म पशुपतिनाथ मन्दिरतर्फ जानेछु, प्रयास गर्दैछु। जान त गइन्छ, तर गएर अब मन्दिरभित्र छिर्न ठ्याक्क नपाइएन र पनि प्रयास चाहिँ गर्दैछु। यति भन्दै आजको यात्रालाई चाहिँ निरन्तरता दिने प्रयास गर्दछु। यसपछिको विषयवस्तुहरू तपाईँले हेर्न पाइहाल्नुहुन्छ। हामी सँगै जोडिरहनुहोस् है त। हामी पशुपति जाने क्रममा अहिले यहाँ कमल पोखरी नजिक पुगिसक्यौँ र हामी दुईजना छौँ। यताबाट हाम्रो भान्जाश्री हुनुहुन्छ। अब चाहिँ सायद छिटै एकैछिनमा पुगिन्छ होला पशुपतिनाथ नजिक। Finding life along the way, melodies we haven't played. No, I don't want no rest. Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat. And on we'll go through the wasteland. हामी अहिले यो पशुपतिको ट्याक्कै गेटनिर चाहिँ पुग्यो। एकदम ठुलो भिड रहेछ बाहिरदेखि नै। अब भित्र कसरी भित्र पुग्न सकिन्छ कि सकिन्न भन्ने चाहिँ एकदम अन्यलता छ हामीमा अहिले। अब ठिकै छ, सकिएछ भने ठिकै छ, नसकिए पनि केही छैन होइन। यहाँको भिड चाहिँ यस्तो यस्तो देखिन्छ। यहाँनिर चाहिँ एकदम धेरै भिडभाड थियो पशुपतिनाथ मन्दिरमा। आज टिका लगाउने दर्शनार्थीहरूको एकदम धेरै गुन्चे देखिएको भएर हामीले चाहिँ आफ्नो तरिकाले ठ्याक्क बोलेर त्यसरी भिडियो बनाउन सक्ने अवस्था रहेन। त्यसरी मैले चाहिँ यो भोइस ओभर चाहिँ गरेको, घरमा आएर चाहिँ गरेको है। बोल्न चाहिँ पाइएन। जे भने एकदम मजाको, सबैजना एकदम शिवजीको भक्तजनहरू त्यहाँ पुग्नु भएको थियो। एकदम खुसी लाग्यो मलाई पनि। म पनि त्यसै लिएर गएको भएर अरू पनि त्यस्तो देख्दाखेरि एकदम मनमा शान्ति फिल भयो। ठिकै छ जे भयो पनि। हामी अहिले टिका लगाएर पनि बसिरहेछौँ, भर्खर टिका लगाएर सकेर। यस्तो धेरै भिड छ यतातिर चाहिँ। भित्र छिर्न सकिएला जस्तो चाहिँ छैन। बाहिरबाटै हामीले यसो टिका चाहिँ ग्रहण गऱ्यौँ गुरुज्यूहरूबाट। यहाँनिर टिका लगाउने काम चाहिँ भइरहेछ सबैजनाले। धेरैजना हुनुहुन्छ यहाँ र भिड चाहिँ अति धेरै भिड छ, अति धेरै भिड छ होइन। भित्र त पस्न सकिने सम्भावना 0% छ। बाहिरबाटै यसो हिँड्यो मात्रै हो। हामी अहिले पशुपतिबाट अब निस्किने क्रममा छौँ। एकदम धेरै भिड रहेछ यता चाहिँ, त्यही भएर चाहिँ हामी निस्किँदा छौँ। कस्तो भयो आजको यात्रा? एकदम भगवान्। माला यति धेरै किन लगाउनु भएको छ तपाईँले? फेरिको माल छोड्ने कुरा भएन अब। त्यसो भने ल ल ठिक छ जे भयो नि। अब हामी चाहिँ यसो पशुपतिनाथबाट रुमतिर फर्किने क्रममा हो। अघि चाहिँ एकदम धेरै भिड भएर खासै भिडियो चाहिँ बनाउन पाइएन। अब ठिकै छ जे पनि एकदम धेरै भिड रहेछ। हामी अलिक ढिलो गरी आएर पनि हो कि थाहा भएन, तर एकदम धेरै भिड रहेछ। अनि
भित्र छिर्न पाइएन, बाहिरबाटै दर्शन गरेर आइयो भनौँ न। टिका लगाउने, माला लगाउने काम सबै यस्तो यस्तो भयो। माला भन्नाले रुद्राक्षीको माला चाहिँ। अनि अनि अरू के भन्न चाहनुहुन्छ तपाईँ? म त त्यस्तो केही छैन, केही छैन? रमाइलो भयो, के भयो? दर्शन गरेर आइयो, त्यही भन्नुहोस् त। रमाइलो भयो दर्शकबिनहरू, रमाइलो ल भयो। अब हामी चाहिँ लगभग पशुपतिको गेटबाट अब बाहिर निस्किने क्रममा छौँ। के भन्छ यो लगभग गेट नजिक पुगिसक्यौँ अब। अनि त्यसपछि त हामी गइहाल्छौँ घुम्न। त्यसपछि अब खासै अहिलेको देखाउन भ्याइन्छ भ्याइन थाहा छैन। यदि त्यस्तो केही परिस्थिति परेछ भने टक्क म देखाउनेछु, नत्र चाहिँ ठिकै छ है त। भेट्दै गरौँला। साथीहरू हामी चाहिँ अहिले पशुपतिनाथबाट घर पनि आइपुग्यौँ। हाम्रो घर यता नजिकै छ। यो घर चाहिँ होइन, घर भन्नाले हामी बस्ने ठाउँ चाहिँ। अनि आजको लागि भ्लगलाई यहीँ अन्त्य गर्नुपर्ने हुन्छ र अहिलेसम्म हेरिदिनु भएकोमा तपाईँ सबैलाई धन्यवाद। अर्को यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। केही भन्नु छ अन्त्यमा? नाइ ल बाई बाई।